हे गाइज वेलकम ब्याक टु माई च्यानल। आजको भिडियोमा तपाईँहरूलाई चाहिँ सिओसाइटीको इन्ट्रान्स एक्जामको सेन्टरको नोटिस आइसकेको छ। यो चाहिँ वेबसाइटको नाम रहेको छ, यहाँ चाहिँ लिङ्क रहेको छ। ट्रस्ट गरिदिउँ, सबै काम नलाग्ने रहेको छ। इन्ट्रान्स कलमा जाऊँ, त्यसपछि बिएससी सिओसाइटीमा क्लिक गर्नु होला। चेक योर स्टाटसमा क्लिक गर्नु होला। यहाँ चाहिँ डिटेलहरू फिलअप गरौँ है। हजुरहरूको एडमिट कार्ड पनि आइसकेको छ है त। त्यसपछि कन्ट्याक्ट नम्बर, डेट अफ बर्थ र भोटर नम्बर पनि हाल्नु होला। म यहाँ चाहिँ त्यति बेलासम्म चाहिँ यहाँ चाहिँ एउटा वेबसाइट चाहिँ नाम चाहिँ भन्दैछु, जुन चाहिँ तपाईँहरूको चाहिँ यहाँनिर फ्रीमा मक टेस्टहरू चाहिँ दिन सक्नुहुन्छ। इन्ट्रान्स प्रिपरेसन हब .com भन्ने चाहिँ वेबसाइट छ। यहाँनिर वेबसाइटको लिङ्क तल डिस्क्रिप्सनमा पनि राखिदिनेछु, चेक इट आउट गर्नु होला। यसमा सबभन्दा पहिला चाहिँ साइन इन गर्नुपर्ने हुन्छ। तपाईँहरू चाहिँ जुनसुकै गुगल एकाउन्टबाट चाहिँ साइन इन गर्नु होला। म यहाँ चाहिँ साइन इन गर्दैछु गुगल एकाउन्टबाट चाहिँ, प्राइभेसीको कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ देखाउन मिलेन भनौँ न होइन। त फेरि चाहिँ हजुरहरूले त फोन जिमेल गरेर हैरान पार्नुहुन्छ नि त, मलाई त थाहा छैन। त्यही भएर चाहिँ प्राइभेसीको कारणले गर्दाखेरि यहाँ चाहिँ जिमेल आइडी चाहिँ हजुरहरूलाई त देखाउन त मिलेन। अनि साइड बाई साइड चाहिँ यतातिर चाहिँ कन्ट्याक्ट नम्बरहरू, डेट अफ बर्थहरू र भोटर नम्बरहरू क्लिकहरू पनि गरिसकेँ है। अस्ति नै मैले चाहिँ हजुरहरूले भनेको थिएँ नि, मैले एकजना बहिनीको चाहिँ फर्म भर्दैछु भनेर। हो, उहाँको डिटेल त मसँग छ क्या भने, कन्ट्याक्ट नम्बरदेखि सबै त्यो डिटेलहरू चाहिँ मसँग छ। उसको मिसबिहेभ भन, उहाँको डिटेलहरू पर्सनल यताउता लिक चाहिँ गरेको चाहिँ छैन। त्यति बेलासम्म यतातिर साइन इन हुँदैछ, यो वेबसाइटमा चाहिँ साइन इन हुँदैछ। अनि साइन इन भइसकेपछि डाइरेक्ट यो मक टेस्टमा जानु होला। यहाँ चाहिँ वेबसाइटको जब भयो भने चाहिँ यहाँ चाहिँ मक टेस्ट जानु होला। यहाँ चाहिँ 82 को पहिलाको वर्षको चाहिँ क्वेसनहरू राखिदिएको छु। यहाँ चाहिँ एक्सप्लोरेसन गर्नु होला। सोल्युसनहरू पनि छ है। सँगसँगै तपाईँहरूको यसमा हेर्नुहुन्छ भने थुप्रै खालको मक टेस्टहरूदेखि लिएर सबै छ। एक्सप्लोरेसन गर्नु होला। त्यसपछि यहाँनिर चाहिँ अघि चाहिँ डिटेलहरू राख्दाखेरि यहाँ चाहिँ डाउनलोड भन्ने सेक्सनमा जानु भने यहाँ चाहिँ एडमिट कार्ड भनेर आयो। एडमिट कार्डमा क्लिक गर्छु। यो चाहिँ प्राइभेसीको कारणले गर्दाखेरि मोबाइल तल स्क्रिनमा देखाएको छु, तल भनौँ न। अनि हल्का चाहिँ जिम गरेर उहाँको चाहिँ यहाँनिर हेरौँ त सेन्टर भनेर चाहिँ सेन्टर भनेर चाहिँ तपाईँहरूको अलि यतातिर सारिदियो ल। सेन्टर भएर काठमाडौँ भ्याली देखाएको छ, ठिक छ, आई नो उहाँको सेन्टर चाहिँ काठमाडौँ भ्यालीमा छ। सिम्बल नम्बर कति छ त्यो अनुसार चाहिँ हुन्छ है त। ल म हल्का चाहिँ जुम आउट गरिदिएँ ल, यसका टाउका ल। स्टार्टिङ चाहिँ 83देखि छ ल। यो चाहिँ म चाहिँ कपी गरेर चाहिँ सर्च गरौँ उहाँको चाहिँ कुन चाहिँमा चाहिँ सेन्टर परेको छ। त्यो तपाईँहरू चाहिँ देखाउन त हुँदैन नि त हजुर, देखाउनु हुँदैन क्या। त्यसो हो भने अब सेन्टरको नोटिस त आइसकेको छ नि त होइन र। अघि भर्खरै तपाईँलाई त भनेको थिएँ सेन्टरको नोटिस आइसकेको छ, उहाँको एडमिट कार्ड पनि आइसकेको छ। अब मैले चाहिँ कपी गरेको चाहिँ सिम्बल नम्बर तपाईँहरूलाई चाहिँ भन्दिनँ म चाहिँ प्राइभेसीको कारणले गर्दाखेरि। यहाँ चाहिँ डाइरेक्ट यो वेबसाइटमा जाऊँ, त्यसपछि यसमा क्लिक गरौँ। त्यसपछि तपाईँहरूको एडमिट यहाँ चाहिँ खै त यहाँ त क्लिक चाहिँ हुँदैन। सेभ एज इमेज गरिदिउँ। अनि सेभ एज इमेज डाउनलोड गरिदिइहालेँ। यहाँ चाहिँ ओपन गरिदिइहालेँ ल। ओपनहरू पनि हुँदैछ, हल्का टाइम चाहिँ लाग्छ ल। उहाँको सिम्बल नम्बर कति थियो थाहा छैन है। उहाँको अब यति काठमाडौँ भ्यालीमा चाहिँ चुज गर्नुभएको छ भने फर्म भर्दाखेरि यहाँ चाहिँ काठमाडौँ भ्याली भनेपछि एउटा पाटनमा छ, एउटा भनेको तपाईँको सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी भनेको सानेपामा रहेको छ, एउटा काठमाडौँ भनेपछि मदन भण्डारी कलेजमा रहेको छ, अर्को भनेको एम्बिसन कलेजमा रहेको छ काठमाडौँमा चुज गर्नुभएको छ भने। अर्को पनि छ यहाँ चाहिँ समृद्धि कलेजमा पनि छ, अर्को नि छ र यहाँ चाहिँ भक्तपुरमा रहेछ। हे भगवान् कति धेरै दिएको हो भने। अर्को पनि काठमाडौँ भनेपछि काठमाडौँ जुन चाहिँ तपाईँहरूको यहाँ चाहिँ ल कति धेरै हो काठमाडौँको भने। यसपालि त धेरै रहेछ त काठमाडौँमा भनेपछि तपाईँहरूको 5, 6, 7, 8वटा कलेज। हे भगवान् 8वटा कलेजमा छ त भनेपछि यसपालि दौडो कम्पिटिसन छ है त साथीहरू। पहिला 2टा मात्र सेन्टर हुन्थ्यो क्या भने, यहाँ चाहिँ यसपालि 8वटा छ। यसपालि दौडो कम्पिटिसन छ है त। मेक स्योर त तपाईँहरू चाहिँ राम्रोसँग पढ्नु होला। अनि मलाई चाहिँ आज चाहिँ एचओडी सरले चाहिँ भन्नुभएको थियो कतिजना छन् टोटल एप्लिकेन्ट भन्दाखेरि चाहिँ तपाईँहरूको 7,000 देखि 8,000 छ। एराउन्ड चाहिँ पुरै एक्ज्याक्टली डाटा चाहिँ आएको छैन। त्यही पनि भोलि चाहिँ हाम्रो फेरि पनि म चाहिँ एमएससी सिओसाइटी गर्दैछु न, हाम्रो एचओडी जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ थाहा हुन्छ कि कतिजना टोटल विद्यार्थी छ भनेर। यसपालि चाहिँ 7,000 देखि 8,000, मेबी 8,000 क्रस नै हुनसक्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। कम्पिटिसन धेरै छ हजुर, ढुक्क भएर बस्दा हुन्छ ल। त्यसो हो भने काठमाडौँमा 8वटा कलेज छ, तपाईँहरूको सिम्बल नम्बर अनुसार चाहिँ थाहा पाउनु पऱ्यो। त्यसपछि तपाईँहरूको सुनसरी चुज गर्नुभएको छ भने केन्द्रीय प्रविधि जुन चाहिँ धारानमा, झापा चुज गर्नुभएको छ मेचीबाहुमुखीमा, धनुषामा हो भने जुन चाहिँ तपाईँहरूको जनकपुरको आरआर क्याम्पस,
पर्सा हो भने ठाकुराममा हो, चितवन हो भने वीरेन्द्रमा मैले पढेको कलेज, कास्की हो भने पृथ्वीनारायण जुन चाहिँ पिएन क्याम्पसमा, पाल्पा हो भने त्रिभुवन बहुमुखी, दाङमा हो भने चाहिँ महेन्द्र बहुमुखी, बाँकेमा हो भने महेन्द्र बहुमुखी कलेज नेपालगञ्जको, सुर्खेत हो भने सुर्खेत बहुमुखी क्याम्पस, कञ्चनपुर हो भने सिद्धानाथ क्याम्पस महेन्द्रनगर। र यसपालि 8वटा जति चाहिँ कलेज छ काठमाडौँको मात्र। सो द्याट कम्पिटिसन हाई छ है, हाई छ। तपाईँहरूको चाहिँ 65-60ले पनि पुग्दैन काठमाडौँ भ्यालीभित्र। तर डोन्ट बी वरी, यसपालि चाहिँ सिट चाहिँ थप्नेवाला छ, डोन्ट बी वरी। कोटाहरू चाहिँ थपेको छ कि छैन भन्दाखेरि चाहिँ यहाँ एकचोटि इन्ट्रान्स कलमा क्लिक गरौँ। यहाँनिर तपाईँहरूको नोटिस आउन चाहिँ जुन चाहिँ यहाँ चाहिँ क्याम्पस कलेज भनेर यहाँ चाहिँ लिङ्क चाहिँ पहिला चाहिँ थियो, अहिले चाहिँ छैन। यसको मतलब अहिलेसम्म राख्नु भएको छैन। यही नै हो सर्ट इन्फर्मेसन है त। आई होप यो भिडियो चाहिँ हजुरहरूलाई चाहिँ राम्रो नै लागेको होला, हेल्पफुल नै भएको होला। सो यदि हजुरहरूलाई चाहिँ मन परेमा चाहिँ लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। सी इन द नेक्स्ट भिडियो है त।